हेलो साथीहरु, गुड मर्निङ अनि स्वागत छ तपाईहरुलाई मेरो अर्को ब्लगमा। म चाहिँ यो चाहिँ मर्निङदेखि स्टार्ट गर्दैछु। नुहाइ धुवाइ सकिसकेको छु मैले। नुहाइ धुवाइ सकेर आएर चाहिँ यहाँनिर मैले तातो तातो नुनको चिया खाने निर्णय गरेर नुनको चिया पनि बनाइसकेको छु। र अब चाहिँ यो चाहिँ फर्सीको गट्टा आजको मेरो सब्जी। अन्त म चाहिँ अब यहाँ फर्सीको गट्टा पनि काट्दैछु। यो चाहिँ मैले चाहिँ यो सिजनको फर्स्ट फल खाएको फर्सीको गट्टा चाहिँ है अफिसमा दाजुले ल्याउनु भएको थियो बेच्नु, त्यही भएर किनेर लिएर आएको थिएँ। अन्त अहिले चाहिँ म बनाउँदैछु। सो हजुरहरूलाई पनि मनपर्छ होला फर्सीको गट्टा। मलाई चाहिँ असाध्यै मनपर्छ है, दहीमहीसँग मिठो हुन्छ होइन। अन्त मेथी हालेर सुक्खा खोर्सानी हालेर पकाउँदाखेरि चाहिँ एकदमै मिठो हुन्छ नि त। पहिला बस्तीमा त आगोमा पकाएको झन् मिठो हुन्थ्यो। अब यहाँ त आगो सागो त छैन, तर पनि अब ग्यासमै भए पनि मिठो गरेर पकाउनुपर्छ है। अब चाहिँ म चाहिँ यहाँ मही पार्न आँटेको छु है। फर्सीसँग चाहिँ एकदमै मही दहीहरू चाहिँ मिठो हुन्छ नि त। अन्त त्यो भएर मही पार्दैछु। अन्त अब ड्युटी जाने टाइम भयो, रेडी भएर मैले चाहिँ यहाँनिर यी ओट्स खान आँटेको छु है। बिहान चाहिँ म ओट्सहरू यस्तै कुराहरू मात्रै खाएर जान्छु, ब्रेकफास्ट मात्रै गरेर। अन्त खाना चाहिँ म अफिसमा लिएरै जान्छु है, अन्त अफिसमै खान्छु। अन्त खानासाना बनाएँ। अब खाना यो ओट्स खाएर चाहिँ म निक्लिन्छु अफिसको लागि। अन्त हजुरहरूको पनि आजको दिन एकदमै राम्रो होस्, राम्ररी बित्योस् है। तपाईहरूले चाहेको कुराहरू सबै सफल होस् भन्नु चाहन्छु। तपाईँहरू कतिजनालाई ओट्स मनपर्छ है। मलाई पनि पहिला चाहिँ मन पर्थेन, अहिले चाहिँ तर मनपर्छ अलिक है, हल्का। यो चाहिँ हो मेरो फाइनल लुक्स अफिसको लागि है। म चाहिँ यस्तो ड्रेसअप गरेको छु आजको लागि चाहिँ। अन्त बाई बाई गाइज, थ्याङ्क यू सो मच फर वाचिङ टिल नाउ। यस्तै राम्रो राम्रो भ्लगहरू हेर्नुको लागि चाहिँ वेदनालाई फलो गर्नुहोस् होला। अब चाहिँ म रुमबाट निक्लेँ। अन्त निक्लिसकेर यहाँ बाटोमा म जाँदैछु ग्लास लु है साथीहरू। अब चाहिँ म अफिसमा पुगेर भेट्छु है तपाईँहरूलाई। आज म कहाँ जान्छु, अब ड्युटी त गएँ, ड्युटीबाट कता जान्छु, के गर्छु, आजको भिडियो के बनाउँछ हामी सबै कुराहरू देखाउँछु। हेर्दै गर्नुहोस् होला मेरो ब्लग। हेलो गाइस, हामी चाहिँ फर्केको। अब चाहिँ आज नो कन्टेन्ट, आज रुत आएन हो। अन्त आज चाहिँ हाम्रो सानो बहिनी पनि छ होइन, बहिनी होइन मेरो साथी हो, बेस्ट। अन्त यहाँ कृष्ण हो, कृष्ण। हामी चाहिँ अब चाहिँ ड्युटीबाट निक्लेर विशाल मार्ट जान आँटेको छ, जुन चाहिँ छ तादुङमा हो। अन्त हामी चाहिँ अब जान आँटेको छ विशाल मार्ट। हेरौँ आज विशाल मार्टमा गएर हामी के किन्छ। अब हामी चाहिँ यहाँ आज पनि फेरि बुबुको गाडीमा जाँदैछ, हाम्रो काले दाईको गाडीमा चाहिँ होइन। यहाँ चाहिँ छ यी कृष्ण। अन्त मेरोमा 1500 मात्रै छ। अब 1500ले आज के सपिङ आउँदो रहेछ हेरौँ है साथीहरू होइन। लुगा चाहिँ किन्दिनँ हो, घरकै सामानहरू किन्नु छ मेरो चाहिँ। यहाँ चाहिँ रानी पुलमा चाहिँ पानी पर्दैछ अहिले चाहिँ। यत्रो घाम लागेर चाहिँ आज फाइनली म चाहिँ आइपुगिसकेको छु विशाल मार्ट। र बुबुहरू चाहिँ गाडी पार्किङ गर्नु जानुभएको छ, लुफी र बुबु चाहिँ। अन्त म चाहिँ यहाँ विशाल मार्टको अगाडि पर्खिरहेको छु। यहाँ चाहिँ झालमुरीहरू पनि पाउँदो रहेछ है, भैयाहरूले बेच्नु हुँदो रहेछ यहाँ चाहिँ झालमुरी। अन्त लुफी र बुबु पनि टक्कै आउनुभयो है ब्लग गर्दै गर्दै। त्यस पछाडि हामी पस्यौँ विशाल मार्टको भित्र सपिङ। यदि तपाईँहरूलाई पनि एकदमै सस्तोमा सामानहरू चाहिएको छ भने चाहिँ तपाईँहरू विशाल मार्ट सम्झिनुहोस् होला। सबै कुरा पाउँछ एकदमै रिजनेबल प्राइसमा है। त्यही भएर चाहिँ लुफी र म पनि आएको छ विशाल मार्टमा चाहिँ सपिङ गर्नुको लागि। हेरौँ आज हामी के किन्छ है। फर्स्टमै जानु साथ कृष्णले त हेर्नु थालिहाल्यो। अब लुगै हो, केटीहरू चाहिँ यस्तै हो, जहीँ गए पनि है, जति नै लुगा भए पनि तर लुगा हेर्नु चाहिँ छोड्दैन है केटाहरूलाई केही न केही। त्यसो भन्दै अब म तपाईँहरूलाई लगेर जाँदैछु यहाँनिर माथिल्लो तला, जहाँ चाहिँ ग्रोसरीको सामानहरू पाउँछ। यो चाहिँ हो मेरो सपिङ, तर मैले भिडियो गर्नै बिर्सेछु है सपिङ गरेको चाहिँ। अन्त यहाँ चाहिँ बिलिङ गर्दैछ, मैले चाहिँ अघि नै गरिसकेको थिएँ बिलिङ है। अन्त त्यस पछाडि चाहिँ म आइपुगेँ घरमा आएर चाहिँ मैले यति सामान ल्याएछु। यति सामान चाहिँ 3000 पर्यो है। बाई बाई।